तपाईले सुन्नु न, तपाईलाई सुरुको प्रश्न मैले तपाईलाई आराम छ भनेर सोधे। तपाईले आराम छ भन्नु, देशलाई आराम छ कि छैन भने तपाईले आराम छ भन्नु। जब देशलाई आराम छ भने शेरबहादुर देउवाले गरेको सबै राम्रो हुनु पर्यो। तपाई त्यसलाई राम्रो छैन भन्नुहुन्छ। तपाईको वर्ड सिलेक्सन आराम भन्नु भने आराम भनेको एकदम सब्जेक्टिभ कुरा हो हैन। आराम कसलाई छ? जस्तै त्यो बाटोमा एकजना खान नपाएर मर्यो त्यसलाई त आराम छैन। कसैलाई खाना मजाले हो, तपाईले त्यसको भन्नु भएन नि। तपाईले के भन्नु भने मेरो दाइ डाक्टर छ, उले जागिर पाएछ। अब यो तपाईको क्वेशन त्यतिखेर के थियो भने रोजगारी पाएको। तपाईँ यसो गर्नु, यो कुनै पनि भिडियो तपाईको पोस्ट हुँदैन हैन, यो हालिदैन। सुन्नुस् न, हालिदैन। ल तपाईहरु बस गर्नु, आउनुस्। यत्रो गफ किन गरेको त? एकछिन यो फोकटे कुराहरु नि भाइ। हामीले रेकर्ड गरेर ल तपाईले गर्नुस् न, तपाईहरु रेकर्ड गरेर पोस्ट गर्नुस्। फ्रिडम हो ल, कहाँको फ्रिडम हो? तपाई कुरा गर्न आउने, तपाईँ इन्टरभ्यु लिन आउने, रेकर्ड गरेर इन्टरभ्यु लिने अनि फोकटिया कुरा भन्ने। तपाईले हामीलाई फोकटिया भन्नु है त? अब भनेपछि अब हजुरले के गर्नुहुन्छ भने मैले बोलेको आदि कुरा चाहिँ त्यो तपाईले एउटा कही पनि हाल्दैन। विदाउट कन्टेक्स्ट चाहिँ बिट्स काटेर हाल्नु भयो भने चाहिँ अब हाल्नुस्। हालिदैन बाबु। नै यो काको डेमोक्रेसी हो त्यो भन्नुस्। तपाईले यसो गर्नुस् न, तपाईहरु मनोसाफ कुरा कसरी भन्न पाउनुहुन्छ? कसलाई? मलाई अहिले त त्यही भन्नु। के भन्नु तिमीलाई? फोकटिया कुरा भयो भन्नु भयो। के भन्नु त भाइ तिमीलाई? कसरी भन्न पाउनुहुन्छ? ल के भन्नु त? तिम्रो कुरा के गर्ने? तिम्रो माटोलाई माया गर्छौ नि? इन्टरभ्यु लिन आउने, सिक्किम भनेको देश थाहा छ तिमीलाई? एकछिन सुन्नुस्। नागरिकता विधेयक थाहा छ भाइ? ल भन्नुस्। नागरिकता विधेयक मार्फत वर्षेनी कति जनसङ्ख्या नेपालमा बढ्दैछ थाहा छ? व्यवस्थाले ल्यायो क्या बाबु। यो कुराहरू तिमीलाई सम्झाउनु खोजेको। नागरिकता विधेयक सुतेको मान्छेलाई उठाउन सकिन्छ, एकछिन सर। सुतेको नाटक गरेर उठाउन सकिँदैन सर। भनेपछि नागरिकता विधेयक तपाईँलाई ठिक लागेन हैन त? धेरै ठिक लागेन। कसैले आफ्नो आमाको नामबाट नागरिकता लिन्छु भन्दा तपाईँलाई चित्त दुख्यो? दुखेन, पाउनुपर्छ। नागरिकता विधेयक त्यही ल्याछ। तपाईहरु त्यसैले तपाईहरु गर्न अध्ययन गर्नुस्। नागरिकता विधेयक नेपालमा नागरिकता विधेयक नाममा सुन्नुस् न, बहुसंख्यक तपाईको इन्डियन मुलका नागरिकलाई जसरी फिजीलाई चाहिँ एकचोटि इन्डियनले नै कब्जा गरिसकेको थियो त्यसरी गराउने हो। नस्लवादी सोच अलि धेरै पाएँ मैले। तिम्रो जस्तै नस्लवादी सोच नभएकोले सिक्किम 1972 सम्म सुन न, तिमीले राखेको हुनाले सुन न, मैले नस्लवादी सोच राखेँ। सुन न, यहाँ त्यो 1972 मा सिक्किम छुट्टै राष्ट्र थियो, अहिले भारतको भयो। बाबु भारतको हुन्छ धेरै चाँडो यस्तै कुरा गरे भने। भारत हुन्छ कसरी हुन्छ? कसरी कुनै देश उदाहरण बसेको छ, भारतको हस्तक्षेप बढ्या छ हैन? देखेनौ? तपाईले कसरी भन्न सक्नुहुन्छ कि हामी इन्डियाको हुन्छौँ भनेर? यो चाहिँ अलिकति एन्टी राष्ट्रियता भएन? यो यसैले यो नागरिकता विधेयकले जनसङ्ख्या बढाउने, सुन न, जनसङ्ख्या बढाउने अनि अधिकार दिएर जनसङ्ख्या बढाउने भन्नुस् न। आमालाई होइन क्या? तिम्रो घर कहाँ हो भाइ? पर्सनल नेपालको घर कहाँ हो? त्यो पर्सनल इन्फर्मेसन हो। तराई आऊ न, तराई आऊ, त्यहाँ जनसङ्ख्या बढेर कसरी पिलेको छ? कुन ठाउँ? तराईकै हो। कुन ठाउँ हो? हामी तराईको हो। पर्सनल इन्फर्मेसन पछि गरौँला। मेरो घर सिरा हो तराई, तिम्रो घर कहाँ हो? मेरो पनि एउटा ठाउँमा छ, तराईको एउटा ठाउँमा छ। खुलेर हिँड न बाबु। म त खुलेर हिँड्छु। पर्सनल इन्फर्मेसन म क्यामेरामा किन भन्छु? थाहा नै रहेनछ, अलिकति अध्ययन गरौँ त्यसको बारेमा प्लिज। किनभने सुन्नुहोस् न, तपाईँले बोलेको मैले पहिलोचोटि सुने कि यसरी सोच्ने पनि केटाहरू रहेछन्। यसरी सोच्ने धेरै केटा छन्? छैनन्, धेरै छन्। जुन छैन तिम्रो जस्तो मेरो छोरा छ, सुन न, तिम्रो जस्तो मेरो छोरा पनि छ, मेरो आफ्नै, सायद 1 इन्ची पनि तलमाथि नहोला है, तर उसलाई मैले मेरो घरमा संस्कार दिएको छु। संस्कार भन्नाले कस्तो संस्कार दिनु? ठिक छ, फ्यामिली संस्कार त्यो होइन। देश बचाउने कुराहरू गर्दाखेरि तपाईँहरूले यसलाई उल्टो खेद्ने, तपाईँले अहिले जुन आधुनिक अध्ययन गर्नुपर्छ नि त्यसले अननेसेसरी प्रश्नहरू गर्ने। त्यो संस्कार होइन, अध्ययन गर्न पाउने संस्कार होइन सर। अरे भाइ फेरि अध्ययनको कुरा नगर, हामी पनि पढेरै आएको हो नि त सर। एउटा कुरा अर्को गरौँ है। पढाइ संस्कृत शिक्षा भन्ने थाहा छ? नैतिक शिक्षा थाहा छ? थाहा छ। किन हरायो नेपालबाट? मैले पनि पढाएको, पास भएको। किन हरायो नेपाल? थाहा छ? बिकज मोरालिटी आधुनिक अध्ययन गरेर युएसएहरु अगाडि बढिसक्यो। अब हामी पनि आधुनिक अध्ययन गरेर अनि सिरियामा हानेर चाहिँ को बढेको अगाडि? त्यो युक्रेनमा हानेर को बढेको अगाडि? अफगानिस्तानलाई लुटेर को बढेको अगाडि? ल ठिक छ। एकछिन युएसए जन्मिँदै सपना युएस र अमेरिका देख्ने नेपाललाई के माया गर्छ? अर्को कुरा काटेँ मैले। तपाईँले के भन्नुभयो नि? सुन्नु सर। जन्मिँदै युएस सर यता मलाई सर यता मेरो कुरा सुन्नुहोस् न। सुन न, जो जन्मिँदै अमेरिका र अस्ट्रेलियाको सपना देख्छ होइन बाबु, तिमीसँग धेरै टक भइसक्यो प्लिज। एउटा मात्रै कुरा भन्छु, जो जन्मिँदै युएस र अमेरिका नेपालमा जन्मिने एकचोटि बुवाआमासँग यही कुराहरू गर त। मेरो कुरा सुन्नु मलाई एउटा कुरा नि, तपाईँको ड्याडी मम्मीसँग मैले भेट्न पाउनुहुन्छ? तपाईँलाई म मेरो छोरासँग भेटाउँछु। तपाईँले त ड्याडी नै मम्मी भन्नुहुन्छ होला? होइन, म बुवा आमा भन्छु। बुवा आमा भन्नुहुन्छ? ओहो, धेरै खुसी लाग्यो, प्राउड अफ यु। सुन्नुहोस् न, बुवा आमासँग भेटौँ र यही कुराहरू गरौँ। होइन, मेरो एउटा कुरा सुन्नु है त। अब यही छलफल लास्ट एउटा कुरा सुन्नुहुन्छ? तपाईँले अघि नै इक्जाम्पल दिनुभयो नि, जस्तै अमेरिकाले सिरियामा हान्यो होइन, युक्रेनमा हान्यो, तपाईँ युद्धको त विरुद्धमा हुँदो रहेछ नि त।
यो युद्धको चाहिँ तपाईँ अगेन्स्टमा पृथ्वीनारायण शाहले गरेको युद्धको चाहिँ तपाईँ किन सपोर्टमा त्यतिखेर मान्छे मर्नु त्यतिखेरको मान्छेको लाइफ चाहिँ कम भ्यालुको थियो होइन त्यो देश अहिलेको मान्छेको लाइफको भ्यालु त्यतिखेरको चाहिँ कम यस्तो हो क्या भाइ भनेपछि देशको माया लाग्यो भने आङ्काजी शेर्पालाई भेट जाऊ कसलाई तिमी आङ्काजी शेर्पा मलाई भेटाइदिनुहोस् ल आङ्काजी भेट्नै पर्दैन जाऊ भेट म नम्बर दिनुहोस् तिमी उहीसँग हिँडै हुन्छ हुन्छ हिँडौँला कुरा उसले यही कुरो गर्छन् होइन आङ्काजी शेर्पासँग दोस्ती गर बडा राम्रो हुन्छ मलाई उहाँको नाम पनि मैले चिनेको छैन ल भाइ यसो गरौँ न तिमीले यो बोलेको कुराहरू म हालिदिउँ जस्ता त्यस्तै मजाले जस्ताको त्यस्तै हाल्नुहोस् नि यदि मैले जस्ता त्यस्तै। सुन्नुहोस् यदि मैले हालिदेऊ सुन्नुहोस् हुन्छ 99%ले गाली गरेन भने नि मलाई भन्नु तिमीलाई गाली सुन। गरोस् म गाली गरोस् अनि गाली गरोस् थाहा छ अनि आफै सोच तिमीहरू लोकतन्त्रमा कुरा गर्यौ लोकतन्त्रमा कुरा गर्छौ नि बहुमतको कदर गर्नुपर्छ हो। तिम्रो यस्तो छ बाबु मलाई तिम्रो पारिवारिक सदस्य बुवा आमा गार्जेनसँग भेट्न मन लाग्यो पाउँछु मजाले पाउनुहुन्छ प्लिज नम्बर लिऊ म लिनु। यही टक तिमीसँग पारिवारिक सदस्य भएर एउटा दाजु भाउ अब भाइ जेसुकै नाता भन साथी नै भन मलाई फरक परेन म कुरा गर्न चाहन्छु उहाँहरूसँग हेरौँ त तपाईँको यही कुराहरू अब एउटा कुरा फ्यामिलीसँग बसेर गर्न सक्नुहुन्न एउटा कुरा सुन्नुहुन्छ मेरो म एउटा 22 वर्षको एउटा केटा हो अँ। मलाई मेरो आफ्नो स्वतन्त्र रूपमा मेरो विचार राख्नको लागि मेरो बाबुआमाको पर्मिसन चाहिँदैन होइन तर त्यसको मतलब यो पनि होइन कि उहाँको अगाडि म यो कुरा भन्न सक्दिनँ मजाले भन्न सक्छु किनकि हामीलाई परिवारमा स्वतन्त्रता सिकाइएको छ ट्रु स्वतन्त्रता मेरो बाबा र मेरो कुरा नमिल्ला सायद यसै कुरा मैले यो भने झगडा पनि पर्ला अरे सपोज तर त्यसले हामीलाई प्रब्लम पार्दैन किन भन्दा स्वतन्त्रताको ट्रु मिनिङ हामीले बुझेका छौँ हामी स्वतन्त्रता र प्रगतिको म पनि विरोधी होइन सायद तपाईँले जहाँ जहाँ जागिरको के कुरा गर्नुभयो मेरो पनि स्ट्याटस हेर्नु भने त्यो कुनैभन्दा कम चाहिँ छैन Obviously। तर म चाहिँ तपाईँको यो देशको माटो समाइरहेको छु अहिले तपाईँहरूको कुराले चाहिँ अमेरिका र युरोप मात्रै भनिरहेछ सुन्नुहोस् है माटो? त्यो पनि उसको प्रगति नगर्ने भन्ने कुरा होइन प्रगति गर्नुपर्छ भिसा लाउन गयो भने अहिले भर्खरै एकचोटि पनि सोच्दैन हामीलाई भिसा लगाइदिन्छ सुन्नुहोस् है भाइ सिधा कुरा गर्छु तर देश पनि बचाउँ अमेरिकाले लिएको राम्रो शिक्षा लिऊ हाम्रो राम्रो शिक्षा उसले लगोस् अघि नै भर्खर के फरक पर्यो त मैले अघि त्यही भने तर अब पृथ्वीनारायण शाहले किन गर्यो तपाईँ नेपालमै हुनुहुन्थेन उसले एकीकरण नगरेको भए मैले तपाईँको कुरा गरेको 1200 घरदुरीबाट सुन्नुहोस् तपाईँले पृथ्वीनारायण शाहको न 1200 घरदुरीबाट गोर्खाबाट एकीकरण गरेर विशाल नेपाल नबनाएको तपाईँ नेपाली नै बन्नु हुनुहुन्थेन केही अहिलेसम्म न केही त हुन्थ्यो होला नि त जन्मिन्थ्यो होला केही न केही हुन्थ्यो होला ब्रिटिसको गुलाम भएर बसिन्थ्यो भाइ इस्ट इन्डिया कम्पनी भने थाहा छ इन्डिया त छैन अहिले गुलाम इस्ट इन्डिया छैन गुलाम सोध्नु राम्रोसँग अध्ययन गर इन्डिया इन्डाइरेक्टली अहिले पनि गुलाम छ स्वतन्त्र रूपले इन्डियाले पनि काम गर्न पाएको छैन अहिले पनि भनेपछि इन्डिया भन्दा माथि छौँ हामी तपाईँको इन्डियाभन्दा अलवेज माथि छ नेपाल विश्वमा 19वटा देश स्वतन्त्र हुँदा हामी स्वतन्त्र थियौँ इन्डिया गुलाम थियो भाइ